हर्क साम्पाङलाई पनि मन्त्री बनाउने बालेनको चाहना साम्पाङले मान्लान् त। भावी प्रधानमन्त्री बालेन शाहले कोशीबाट वैकल्पिक राजनीतिको प्रतीक बनेर उदाएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई सरकारमा ल्याउने चाहना गरेका छन्। बालेन हर्कले धरानमा गरेको कार्य सम्पादनबाट निकै खुसी भएका छन्। साम्पाङलाई पनि सरकारमा ल्याएर जनतालाई डेलिभरी दिन सहज हुने बालेनको अपेक्षा हो। बालेन हर्क साम्पाङ प्रति कति सकारात्मक छन् भन्ने बारे बुझ्न यो कमेन्ट हेर्नुपर्छ। सुनसरी एकबाट विजय भएपछि हर्कले फेसबुकमा लेखेका थिए, लु अब चाहिँ सुनसरी एकबाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति पार्टी। उक्त पोस्टमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, तपाईलाई सधैँ माया थियो र रहन्छ, तपाईँ र धरानलाई सधैँ माया छ। हर्कले आफ्नो आलोचना गरे पनि बालेन उनको कामप्रति प्रभावित भएका हुन्। 2079 को वैशाख 30 गते भएको स्थानीय तहको निर्वाचनमा बालेनसँगै हर्क पनि स्वतन्त्र मेयरका रूपमा उदाएका थिए। त्यसपछि साम्पाङले श्रम संस्कृति अभियान चलाए। कतिपय आलोचनाका बावजुद उनले 41 किलोमिटर टाढाको कोकाहा खोलाबाट श्रमदान मार्फत धरानमा पानी झारे। खानेपानीको व्यवस्थापन गर्ने मुख्य एजेन्डा सहित चुनावी मैदानमा होमिएका साम्पाङले स्थानीय मुहान र श्रमदानबाटै पानी संकलन गरे। यसबाहेक उनले धरानमा व्यापक श्रम अभियान चलाएका छन्। फागुन 21 गतेको निर्वाचनमा पूर्वदेखि पश्चिमसम्म जित हात पार्दा पुरानोदेखि नयाँ पार्टीहरू पछाडिए, जसमा कुलमान घिसिङ र उनको उज्यालो नेपाल पार्टीले एक सिट पनि जित हात पार्न सकेन। तर सबै पछाडिदा हर्कको श्रम संस्कृति पार्टीले 7 सिट जित्दै सफलता हात पार्यो। कोशी प्रदेशमा श्रम संस्कृति पार्टी रासोपापछि दोस्रो शक्ति भएको छ। त्यसैले बालेनले हर्कलाई पनि सरकारमा ल्याउन चाहन्छन्। यससँगै हर्क प्रतिपक्षमा बस्छन् या सरकारमा जान तयार होलान्, यो निकै चासोको विषय बनेको छ। के हर्क सरकारमा जालान् त? यसबारे तपाईको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।